सहरको छैन सिमाना आफ्नै रहरको जाग्यो रहर पापी सहरको ए छैन सिमाना आफ्नै रहरको यहाँ एकजना सर हुनुहुन्छ। नमस्कार सर, हजुर कहाँदेखि आउनुभयो? ए यता के आज होली मनाउन आउनुभएको? यो के भन्छ यसलाई? माइदार भन्छ? माइदारदेखि सिधै माथि दोमुखा भन्छ। दोमुखा, ए दोमुखा भन्ने ठाउँ यो हो? दोमुखा रहेछ त्यो। यो झोलुङ पुल पारिपट्टि चाहिँ हजुर रहेछ, वारिपट्टि धनुषपट्टि। हजुर, एकदम फ्यान्टास्टिक रहेछ सर। ए थ्याङ्क यू भनेपछि मलाई यहाँसम्म ल्याइदिनु भएको भाइ। हस्, धन्यवाद। यहाँलाई धेरै धेरै धन्यवाद। हामी पनि यो आज धेरै दिन पछाडि यो जङ्गल कस्तो रहेछ हेरौँ न त, यो बाटो कहाँसम्म पुगिँदो रहेछ भनेर आएको थियौँ। एकदम यहाँ रमाइलो लाग्यो, खुसी लाग्यो। यो हाम्रो देशमा सबै थोक छ भन्ने कुरा चाहिँ यस्ता कुराहरूले दर्शाउँछ। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, यहाँ फायर क्याम्प बसेको रहेछ, सेउला राखेर। अनि यो बाटो माथि नै डाँडासम्म नै बनाइएको रहेछ, माथि हेर्न सक्नुहुन्छ।